जयगढ धाममा बुवा मम्मी दिदी फुपू दिदी जानुका जेनिसा मन्दिप म भइ नि हालेँ ठोकेर के फार पार्नु त्यसो डर्नु पनि केही छैन क्या यता हेर है जानु क्या यता दिदी अलि यता कहाँ पुरै ऊ ल ल हो ल कति भ्रष्ट निस्क्यो मेरो चाहिँ छ हो नि त ए हल्लाइसक्नु बुवाले पनि बुवा झन् कडा बाट सबभन्दा कडा त बुवा हो नि ब्राह्मणको टुपी देखिनुपर्छ के होइन मम्मी ब्राह्मणको त टुपी देखिने हो नि देखिनुपर्छ ल यो भिडियो पनि अब कहाँसम्म ए देवगढ धामसम्म पुऱ्याएर यहाँ आएको प्रति व्यक्ति 200 रुपियाँ होइन त ल यसरी नारायणीमा चाहिँ यो बोटिङ गर्न पाउँदाखेरि कतिको खुसी लागेको छ मम्मी एकदम खुसी लागेको छ नि यो नेपालकै मध्यबिन्दु चितवनमा चाहिँ अब छोरी ज्वाइँको घरमा आएर बसेर घुमफिर गर्ने धर्मस्थल धर्म कमाउने होइन एउटा रमाइलो छेडाइन्छ त मम्मी यो ल एकदम ह्याप्पी हुनुहुन्छ नि दिदी भनिदिनुहोस् त ल एकदम खुसी छु म पनि सबै खुसी सबैतिर घुम्न डुल्न पाइयो डुङ्गा पनि तरियो हजुर हो खुसी बुइनी ज्वाइँ यहाँ भएर मजाले डुलफिर गर्न बस्ने खाने रमाइलो गर्ने घुम्ने रमाइलो भयो यो सबै आत्मैदेखि खुसी छु म ल ओके धन्यवाद ल जानुकाको केही छ कि आज माता तीर्थ औँसी होइन माता तीर्थ औँसीमा चाहिँ जानुकाले चाहिँ मम्मीलाई यसरी घुमाउनु पाउँदा एकदम खुसी व्यक्त गरेकी छन् खुसी होइन त ल मम्मी पनि खुसी हुनुहुन्छ नि ल ओके धन्यवाद हजुर सबैजनालाई ल